अब तपाईहरुले यस्तो टर्नेल 10 मिटर बाइ 5 मिटरको काठको एकदम सस्तो तरिकाले बनाउन सक्नुहुन्छ। जस्तै फलामको बनाउँदाखेरि लगभग 80,000 देखि 1,20,000 सम्म जान्छ। तर काठको बनाउँदाखेरि एकदमै सस्तो पर्छ। अब तपाईकोमा काठको मूल्य के छ? हाम्रोमा एकदमै सस्तो भएको कारणले यस्तो टर्नेल बनाउन चाहिँ लगभग 3-4 हजार मात्र लाग्छ। यदि बाँस छ भने अझै सस्तोमा बनाउन सकिन्छ। जस्तै यस्तो टर्नेल बनाउनलाई हामीले के गर्नुपर्छ अब हेर्नु होला। जस्तै यहाँनेर एउटा पिलरको लागि हामीले 3 बाइ 3 इन्चीको काठ निकाल्ने। जस्तै 3 मिटर उचाइ भएको 3 मिटर चाहिँ जमिन माथि छ अनि जमिन मुनि चाहिँ आधा मिटर अथवा 30 सेन्टी जति भए पनि हुन्छ। त्यो अनुसार यस्तो काठ चाहिँ 3 वटा बनाउनु होला। जस्तै एउटा यो छ, एउटा चाहिँ यो बिचमा छ, एउटा चाहिँ उ छेउमा छ। अब जस्तै यिनीहरुको जोडाको लागि त्यस्तै पछाडी पनि त्यही अनुसार राख्नु होला। जस्तै 3 वटा पछाडी चाहिँ अब तराईको लागि चाहिँ 20 को यो चाहिँ जमिन माथि 3 मिटर छ भने उ छेउको चाहिँ 2 मिटर बनाउनु पर्ने हुन्छ। तर हाम्रो चाहिँ हिमाली भाग भएको कारण, चिसो भएको कारणले यो चाहिँ 3 मिटर राखेको छ। उता छेउको चाहिँ हामीले 1.5 मिटर राखेको छ। हिउँछिउ पर्ने भएको कारणले यसरी बनाउन सक्नुहुन्छ। जस्तै यस्तो 3 वटा बिचको छ, 3 वटा उता पछाडी, 3 वटा यो यता छेउको लागि बनाउनु होला। यो चाहिँ हाम्रो बिचमा चाहिँ बढी किन भन्दाखेरि यहाँदेखि यहाँ बिचसम्म पनि काठ पुग्दैन, त्यही भएर जोड्नु पर्ने हुन्छ। त्यही भएर एक्स्ट्रा राखेको। जस्तै यो बिचमा छ, यदि यो राख्दा झनै बलियो हुन्छ, राम्रो पनि हुन्छ। यस्तो तरिकाले बनाउनु होला। जस्तै यहाँनेर के गर्ने, जस्तै एउटा पिलर छ, यसलाई चाहिँ हजुरले सिधा 3 मिटर माथि अनि जमिनमा कति 30 सेन्टी भनेपछि 3.30 सेन्टिमिटरको लम्बाइ निकाल्ने, सिधा यसरी निकाल्ने। यहाँनेर यसरी जोइन गरेको छ। जस्तै एउटा चाहिँ होरिजन्टल यहाँनेर यहाँ चाहिँ माथि तारले बाँधेको छ। यो चाहिँ माथि ननिस्कोस् भन्नका लागि त्यही अनुसार एउटा यहाँ हामीले डोरी बाँध्नको लागि, अथवा यो पनि उता छेउको जति हाइट छ त्यही अनुसार, जस्तै यहाँनेर देखिन्छ यो अनुसार सिधा बाँध्न सकिन्छ। यहाँनेर माथि एक्स्ट्रा जोड्नु पर्दैन। यस्तै किसिमले हामीले 3टा साइड बनाउने। जस्तै यहाँनेर छ, यहाँनेर छ एउटा, लास्ट छ यहाँनेर। 2टा नपुग्दाखेरि यसरी पनि जोड्न सकिन्छ। यस्तो तरिकाले यसरी बनाउनु। यसरी बनाइसकेपछि यहाँनेर यसरी जोडेर ट्याक्क तल माथिबाट डाँडाहरू राख्नु होला। यस्तो डाँडा पनि राख्न सकिन्छ। जस्तै यो बिचको धुरी छ नि, यो अनुसार ट्याक्क अर्को बनाएर बिच सेन्टरबाट सिधा उसकोमा त्यस्तो पनि गर्न सकिन्छ। काठ लाग्ने चाहिँ एउटै हो। यस्तो बनाउँदाखेरि पनि उति नै लाग्छ, उस्तो बनाउँदा पनि उति नै लाग्छ। तर मजबुत चाहिँ यस्तो तरिकाको हुन्छ अलिकति। यस्तो तरिकाले बनाउन सक्नुहुन्छ। अब डाँडाको लम्बाइ चाहिँ यहाँनिर ट्रायंगल बनिएको छ, त्यो अनुसार क्याल्कुलेसन गरेर पनि आउँछ। लगभग 270 जति आउँछ होला यो माथि। यो चाहिँ टर्नेलको उ त्यहाँदेखि यहाँ माथिसम्म 5 मिटर छ अनि यो छेउदेखि उ छेउसम्म 10 मिटर छ। पाल चाहिँ 12 बाइ 8 मिटरको हो, 12 बाइ 6 मिटरको। अनि आधा मिटर त्यता छोडेको छु, आधा मिटर यता, 1 मिटर यता, 1 मिटर उता छोडेको छु। यो अनुसारले बनाउन सक्नुहुन्छ। यो अनुसार हजुरले 2 जनाले एक दिनमा मजाले सकिन्छ छिट्टै बनाउन। किनकि हाम्रोमा त यस्तो बाँस पाउँदैन, त्यही भएर यस्तो हालेको। बाँस पाउँदाखेरि राम्रो हुन्थ्यो, तर किला चाहिँ अलिकति समस्या हुन्छ। किला चाहिँ काठमा एकदम राम्रोसँग अडिने हुन्छ। त्यो अनुसारले हामीले चाहिँ यो एक दिनमै सकेको। यो चिराउन पनि एक दिनमै। यो चेन्सो मसिनहरू आएको हुन्छ, उनीहरूलाई एकछिन चिराएको। यो चाहिँ खर्सुको अनि यो माथिको दारहरू चाहिँ दल्लो चिराएको। त्यो अनुसारले एकछिनमै गर्न सकिन्छ र सस्तोमा पनि हुन्छ।